आज हामी कलर एक्सचेन्ज गिफ्ट एक्सचेन्जको लागि सामान किन्न आएको। अब हामी छुट्टिने। बाई बाई, सी यू आफ्टर 1 आवर। गई सामान किन्न, अब म पनि जान्छु। उहाँजी आफ्नो बिहे भएको ठाउँ हेर्न आउनुभएको छ। मोटी यो झ्याम्पुताली अनि हामी चाहिँ यो कलर एक्सचेन्ज यो अहिले ट्रेन्डमा आएको गर्न गइरहेको छौँ। मेरो चाहिँ यति छ। ल सुरु गरौँ है, सुरु गरौँ। कुन कलर कुन कलर कुन कलर यहीँ क्यामेरामा देखिन् न। कुन कलर भन्नु त भन्नु? ब्ल्याक। ल यहाँ त क्यामेराबाट हट्यौँ कि ब्ल्याक हरायो। ल निकाल। 1 2 1 मोजा जान बोलाउने मोजा। ए मलाई हान्ने चाहियो। त्यो यस्तै हालेको थिएँ मैले भित्र भएको के गर्दै हिँडेको छ। धन्यवाद। लाग्यो मोजा, यो मोजा जाडोमा लाएर हिँड्ने। यहाँ राखेँ। नेक्स्ट कुन कलर अब पढ्नु हुन्छ? अब तर्न कलर मैले हालेको त हो नि अलिक ब्ल्याक। हो त्यसो भए अब ओरेन्ज। ओरेन्ज खाना किनेको ए हो तेरो बिहा भएको नि त अहिले। अनि खाना खाना बनाउँछ नि त मान्छेले। अनि कहिले कहिले पेट दुख्ने त्यस्तो डाइरिया हुन्छ। जीवन जल। ल है अब तँ भन् कलर। ए सब देखियो म देखेन, मैले हेरेन। ल रेड। रेड कलर रेड। यहाँ मात्रैको तेरो कोही सामान पनि हुनसक्छ है। फेरि कसैलाई यो मेरो सामान हो नभए म त भन्ने रेड। ल 3 2 1 मेरो सामान रेड। एकैछिन भयो त्यो गरे। यो चाहिँ तेरो सामान हो। यो यसो सोको लागि मात्रै हो। तर मसँग छ रेड। त्यही दिदीको भइदिएँ। म ठ्याक्कै त्यही दिदीको भने अनि मोटी आयो नि। नभने मोटी त यहीँ आएर यो सामान छोडेर गयो भनिदिनु कि तेरो टुल्सहरू हेलमेटहरू देखेर हो त केही भन्नु फेरि हो म नभन्ने भने कि फर्केर अब कुन कलर? वाइट। अब वाइट। ल 3 2 1 निकाल एकैछिन। ल मेरो घरबाट फ्रिजबाट यहाँको फिरे कहाँ बनाइस्? यहाँभित्र चाहिँ के छ भने ओए भाडा त खुच्ची छ। म मुसँग जाने बेलामा स्याउ सुकेको स्याउ अलिकति रक्थे। ल्याऊ अनि प्लस हो यस्तो यस्तो चाहिन्छ त मलाई। मलाई लाएर टिकटक यो भिडियो बनाउनु राम्रो आउँछ। ल स्याउ कस्तो छ? मेरो त्यो व्हाइट कलरको टिका है। यो धेरै बिहामा हिँड्छ के। कस्तो अब 4 मिनट भइसक्यो। काटिहाल्नु स्कुलमा। नेक्स्ट कुन कलर? तँ भन्नु मैले भनेको अब अब नेक्स्ट पिङ्क। 3 2 1 गो। होइन होइन यसैलाई तेरो पिरियड हुनु पाला होला।
फेभरेट आई डोन्ट युज दिज प्याक्स 10 युज गर्न हो ल ल हस् धन्यवाद होइन हेरिदिनुहोस् खोलेको ए यो खोल्नुपर्छ कि फेरि अहिले यो टाइम सकिन्छ अहिले हेर्छु ल अब कुन कलर ग्रिन 3 2 1 गो बोरोलिन यो मम्मीलाई चाहियो त्यो मम्मीलाई अनि यो तलाई तेरो आमा लाउन ल दाँतमा चाहिँ हस् उयो सकिन लागिसकेको अब अर्को नेक्स्ट पर्पल पर्पल 3 2 1 गो यही हो पर्पल पर्पल त देखिन्छ तर ठ्याक्कै पर्पल छैन भने मैले पर्पल केही नपाएर ठ्याक्क एउटा कस्मेटिकमा गएको यो देखेन ल यही लाग्छ हुन्छ तँलाई एउटा सेम्पू लिप लाइन मलाई चाहिरहेको ए नेक्स्ट अब कुन येल्लो हेर्नु येल्लो डटी येल्लो ल यस निस्किनु 3 2 1 गो यसले आकि त राइजेस किन दिस मैले यसलाई के भन्थे भने मैले अस्ति के अरे पहेँलो पोते चाहिएको थियो मलाई येल्लोमा चाहिँ त्यही पहेँलो पोते किन्न सकिनँ भनेको नभन्दै यही यो त मेरो त कति भइसक्यो मैले होइन निलोमा चाहिँ पेन्टी किन्न लाएको थिएँ कि अन्त राम्रोसँग ब्लू देख्थेन भनेर यो रातो किनेको कि अब कुन कलर ब्लू ल ब्लू उता हेर्छु ल 3 2 1 गो ब्लू जाडोमा यसमा लगाएर बस्ने मलाई यो रेड चाहिँ एकदम मनपर्छ मैले धन्यवाद मागेको धन्यवाद ए यहीँबाट अब एउटा मात्रै बाँकी हो अब ब्राउन ए ब्राउन त किन्ने भन्दा नि किन्दैन त ल ब्राउन 3 यो नि एउटै छ 2 1 गो ए मोजा प्लस अर्को पनि छ माइनस के पनि छैन ब्राउन कति राम्रो त्यही भएर ब्राउन लास्टमा राखेकी रहेछ यही हो हाम्रो गेम सकियो नाच टाटा बाई बाई Bye. Bye bye. Thank you for watching. Thank you for watching. Bye bye. Wait,